हेलो एभ्रिवान, आजको न्यू डे न्यू ब्लग यसरी सुरु हुन गइरहेको छ। सर्ग लाएर ओ जय साहब, ओ जय साहब, ए म तल जान्ला भन्छु ल, तल ड्राइभ सिनर अहिले आउँछु म। सर आज चाहिँ म अब मेरो पुरानो एकदम 2-3 वर्षै काम गरेको ठाउँमा जान लाग्छु। अब म त्यहीँ एड हुन ला हो, म त्यहीँ जोइन हुन लाग्छु गाइज। सर लाएर आजको भ्लग चाहिँ यसरी हुन्छ। म तँलाई यस्तो तपाईँहरूले देखाइदिन्छ है, गाडीको तपाईँको प्राइस, स्कुटरको प्राइस, बाइकको प्राइस। अब जान्नेहरूले घन्टा सिस्टम 15 मिनट, आधी घन्टा, 1 घन्टाको त्यसरी हुन्छ। अब जेरो लेभल हो भने चाहिँ जेरो लेभलको हो भने चाहिँ तपाईँहरूको 15 दिन त्यस्तो हुन्छ। 15-20 दिन, अब 25 दिन, 1 महिना, लगभग 15 दिनमा म्याक्सिमम सक्छ। 15 दिनमा यहाँबाट सर जानुपर्छ। यहाँ त जाडो छैन हो, हेरौँडामा जाडो छैन, उता हेरेर त केही होइन। यहाँ त तराईतिर हेरेर त ल म अहिले तल गरिदिनुहोस् तपाईँहरूले। र म सर र तपाईँहरूलाई देखाउने छु आज हाम्रो नयाँ ठाउँमा सर लक्क लाएर भ्यू हेर्ने भ्यू तलको त्यहाँनिर पुरै सिकिरहेको छ मेरो त्यहाँ केटाहरू सर सिकिरहेको छ। ल यही हो है, एकदम बवाल छ ठाउँ, दामी छ। गाडी पनि यहाँ 2टा नयाँ छ, बाइकहरू 4वटा छ, बाइक स्कुटर 2टा छ। स्कुटर अहिले छैन, अहिले स्कुटर लगभग छैन है। यो चाहिँ दामी छ है। ल भयाङ्गलमा इच्छुक हुनेहरू यहाँ सिक्न आउनु है, सिक्न आउनु। अफरमा छ अहिले एकदम। सिकाइमा नो कम्प्रोमाइज, 100मा 90% चाहिँ ग्यारेन्टी दिएर पास गर्न सक्छौँ हामीले। यति चाहिँ ढुक्क हो। सलाम वालेकुम वर्रा हाम्रो बोसहरू छ तलतिरको काम गर्ने केटाहरू, एक सा एक सिक्नेहरू दामी छ। के अरे यो के भन्छ अझै सम्झी मान्छे बुढो भइसक्यो यार, पे गर्दैन यार, के भन्नु मैले। ए तपाईँहरूलाई आउनु रे, ओ दिवेश दाइ बोलायो तपाईँहरूलाई, यसो हेरेर जाने। Hello everyone, welcome to my handsome brother vlog. Okay, like, share, subscribe and black and double. ओइ कति ड्रिपी भइ माको सब यार, यस्तो कवर लगाएर आउनु बोबोडु है। अर्को 5 रुपियाँ दिन्छु यार। छ्या आज मेरो जेठान साहब हो, अहिले चाहिँ जेठान साहब ये बड़ी अम्मा नहीं ये लोग कहाँ से आते हैं? भएन सब दिया के ब्लगर हो? फ्री किट जस्तो कहिले आएको त? वो जहिले नै आएको छ गुल गरेर यसरी हात त्यसो छ चलाउन आउँदैन। दाज भाइ ब्रदरहुड। ए को त पाइदिन होला। आज यसो आफ्नै पहिलाको गाडी राइड हान्दैछु है, टेस्ट ड्राइभ धेरै भयो नि त नचलाएको।
यहाँबाट मुनि जाने हो सर र यसरी त्यो बुढो एकजना बुढो थियो त्यसको पनि गएर हालिदिनु पऱ्यो हावा सरा हो क्या दिनेश बिडारी सर हावा सर हावा हाल्नु पऱ्यो अब चट्ट लगाएर यहाँको मान्छे खोइ त्यसमा हावा कम रहेछ ल यही हो है सिकारो गाडी दामी छ नयाँ यतिको नयाँ गाडी कहीँ सिकाउँदैन ओ बाजे सन्चै हुनुहुन्छ धेरै पछि भेट भयो त आउनु भयो त अनि बिराम भएर थल बस्यो नि त बिराम भागे त्यही भएर नभेट्या 3-4 महिना भयो होला अपरेसन भाग्यो मेरो हावा हालिदिनु त अगाडि थोरै सबै चेक गर्नु त हावा एकचोटि सब चेक गरिदिनु त यो हावाहरू तपाईँहरूले यो ह्यान्डल स्यान्डल स्टेरिङ साह्रो भएकोहरू बनाइदिन्छ स्टेरिङ साह्रोहरू भएकोलाई नरम बनाउनु मिल्छ के अरे आउँछ नि तपाईँहरू यो गाडीहरूको यसमा भएन अरू गाडीको चाहिँ भएको कि तपाईँको साह्रो भन्दाखेरि हामीले काट्छ नि काटेपछि त्यो आफै सर खुल्दैन कि लक हुन्छ क्या त्यस्तो अड्केर बस्ने क्या त्यो के प्रब्लम हो यो फेरि सेन्सर हुन्छ यसमा त है अब प्रायः गाडीको त अब सर र गुडेपछि रनिङ गाडीपछि त थोरै खुल्दै आउँछ नि त आनन्दले योहरू चाहिँ नखुल्ने कि यो यसको चाहिँ खुल्छ अर्को गाडीको चाहिँ खुल्दैन अड्केर बस्छ क्या कतिहरू हुन्छ 35 होइन कति रहेछ हावा लिकेज भइरहेको रहेछ यहाँबाट बेलुबाट धेरै पछि गाडीमा चलाएको है चक्रीमा यस्तो भइरहेको क्या कस्तो अप्ठ्यारो लाग्यो जस्तो कस्तो हुँदो रहेछ ठिक छ ल अरूतिर नि यस्तो चेक मात्रै गर्नु न हावा त्यो के अरे त्यसले चेक गर्नु न ठिक छ चेक गरे हावा अब टक्क लगाएर उहाँलाई बिहानको बोनी ल 20 रुपिस 4-5 दिनमा घट्छ है 4-5 दिनमा आउँछ यसो कहिले काहीँ चाहिँ तपाईँले हामीलाई हेरिदिनु पर्यो कहिले हुँदाखेरि दिउँला नहुँदाखेरि मिलाउला नि है ल उहाँ एकदम इमान्दार हो बुढा इमान्दार छ केटो रे हजुर बाउ सर लगाएर ब्याग गर्नु पर्यो टक्क लगाएर त्यसरी हानौ के हो प्लस प्लेट गइसक्यो जस्तो गाडीको तान्दैन गाडी लिई यस्तो रहेछ स्टार्ट गरौँ डिजेल गाडी चलाउने बानी पेट्रोल चलाउँदै कस्तो हुँदो रहेछ हजुर जाने अब यताबाट तलतिर जाने सरलक्क लाएर यसरी जानु पर्यो गाडी नै अप्ठ्यारो हो कि के हो सम्म लाग्छ त गजब त्यो गाडी पहिला क्लच प्लेट गइसकेको रहेछ क्लच प्लेट जान लागिसकेको रहेछ
स्मोक छ पार्किङ यसरी चट्ट